भन्दाखेरि आज चाहिँ बिहीबार बेलुकाको ठ्याक्कै यहाँ चाहिँ 5 बज्यो। म मेरो खाना देखाउँछु ल आज पनि। किन म अहिले खाँदैछु भन्दाखेरि हिजो चाहिँ खाना एकदम ढिलो खाइयो क्या। हिजो त्यो सलाद खाइसकेपछि घरमा आएको होइन, रुममा आइसकेको अनि बहिनीले फोन गर्नुभयो, दाइ सुँगुरको मासु छ खाने भन्नुभयो। अनि मैले नखाने हो सुँगुरको मासु त मेरो फेभरेट हो भनेको, किन भनेर प्रश्न गर्नुभयो। अनि मैले फेरि भने सोचेर भने कि अब मासु मात्र त के खानु भनेर, भात पनि छ भने छ भने नि त्यसो भए खान्छु भने। अनि उहाँले एकदमै राम्रो सुँगुरको मासुमा हरियो साग मिसाएर भएको रहेछ, एकदमै राम्रो थियो, मिठो। अहिले पनि मुखमा थुकाउँछ है त सम्झिँदा। उहाँले चाहिँ मलाई एकदमै मिठो अनि लिन आउनुहोस् न त ढोकासम्म भन्नुभयो। अनि म पनि लिन गएर तपाईँको टक्करसँगले चाहिँ सुँगुरको मासु र खाना चाहिँ बहिनीहरूले पकाएको माया गरेर दिनुभएको खाना 10 बजीतिर खाएको थिएँ, साँझको 10:30तिर होइन। अनि अब अहिले ठ्याक्कै तपाईँको आज बिहीबार अनि अहिले चाहिँ 5 बजेर 7-8 मिनट गयो। अनि आज चाहिँ के खाने भनेर सोचिरहेको थिएँ, भोक पनि थिएन दिनभरि। अनि आज चाहिँ मेरो खाना के छ भन्दाखेरि म हजुरलाई देखाउँछु ल। फर्स्टमा चाहिँ म हजुरलाई के देखाउँछु भन्दाखेरि मसँग सुप छ है, यसको नाम चाहिँ तपाईँको यहाँनिर के भन्छ भन्दाखेरि चोरबाटे फासोले भनेर भन्छ होइन। चोरबाटे फासोलेमा चाहिँ फेरि तपाईँको के चाहिँ हुन्छ भन्दाखेरि मेरो स्पुन भयो, म हजुरलाई थोरै देखाउँछु ल। यो चाहिँ के छ भन्दाखेरि यहाँनिर यो गेडागुडी छ थोरै, अनि मैले प्याज हालेको छु, अनि यहाँनिर यो लसुनको पेस्ट हालेको छु थोरै, अनि यो छ, यो मेरो चोरबाटे फासोले भयो। अब खान्छु। अनि त्यसपछि अरूको मसँग खाना के छ भन्दाखेरि मैले यहाँनिर थोरै टिस्यु पेपरमा पोको पारेर लिएर आएको छु। यसलाई चाहिँ यहाँनिर मच भन्छ, रोमानियामा मच भन्छ। अनि चाहिँ के भन्दाखेरि तपाईँको सुँगुरको आन्द्राभुँडी चाहिँ तपाईँको सुकाएर होइन, उसिनेर सुकाएर अनि फ्राई गरेर बनाएको यो भयो। र मसँग थोरै पोटाटो पनि छ, जसलाई चाहिँ यहाँनिर कार्तोफ भनेर भनिन्छ। आलु पनि छ, हेर्नुहोस् यो आलु चाहिँ मैले अलिकति लिएर आएको छु। यो मेरो अति नै फेभरेट सब्जीहरू मध्येमा एक हो। अर्को चाहिँ मसँग के छ भन्दाखेरि यतिले पुग्दैन कि भनेर फेरि मैले थोरै एउटा ब्रेड पनि लिएर आएको छु। हेर्नुहोस् है, यसलाई चाहिँ यहाँनिर किफ्ले भन्छ। यो चाहिँ एकदमै मिठो हुन्छ, म 4वटासम्म खान सक्छु मस्त भोक लागेको बेलामा। अनि अब हजुरको अरू चाहिँ मसँग के छ भन्दाखेरि सरी सामान छ होइन, यो माछा छ है, सामान माछा चाहिँ थोरै, अनि केही टुक्राहरू मसँग गाजरहरू छ होइन। अनि हजुरको अन्डा पनि छ। यो हो मेरो आजको खाना। अब म एकैचोटि यो खाइसकेपछि म भोलि मात्रै खान्छु। भोलि ठ्याक्कै यति बेलै हुन्छ, भोलि यति बेला हुँदैन सायद। भोलि तपाईँको भोलि 4 बजीतिर हुन्छ, किनभने भोलि मेरो ब्रेक 4 बजी छ। आज चाहिँ म काममै छु, आज ब्रेक छैन, ननस्टप हो। के भनेपछि मान्छेहरू हेर्ने, मान्छेहरू नभएको बेलामा यसरी यो तपाईँको सामानहरू खान कम्ती मिठो हुन्छ। लास्ट टाइम महँगो छ नि। अब 30 डे च्यालेन्ज गरौँ कि भन्दैछु क्या, खाना नखाने सोचिरहेको छु। 30 दिन क्या खाना नखाने, वरिपरि के भेटिन्छ त्यति खाने भनेर सोचिरहेको छु।
एकदमै मिठो हुन्छ। चिसो चिसो भइसक्यो पर्दा हेर्नुहोस्। सुप पनि खाने गर्नुपर्छ है बेला बेलामा। रुगा लागिरहेछ तरै पनि खानेकुरा चाहिँ छोड्नु हुँदैन भनेर चाहिँ। तातो रहेछ यो त। मासुको टुक्राहरू पनि छ है। पिरो मेरो खोर्सानी पनि छ। तपाईँको नेपाललाई जति नै मिठो हाल्दै खाए पनि खोर्सानी नखाए चित्तै बुझ्ने खालको हाम्रो बानी भएको कारणले खोर्सानी चाहिँ हामी हरेक खानामा मिसाउने गर्छौँ। तपाईँको यति आनन्द आउँछ यस्तो मिठो खानेकुराहरू खाँदा। पेट पनि शान्त हुन्छ। फेरि भोक लागेको बेला मात्रै खानुहोस् है फेरि खानेकुराहरू चाहिँ। हाम्रो नेपालीको बानी चाहिँ कस्तो छ भन्दाखेरि, हाम्रो बानी नेपालीहरूको भनौँ न, अरूको त म त्यति नजिक छैन, तर नेपालीहरूको बानी चाहिँ कस्तो हो भने तपाईँको मिठो भन्यो भने खाइहाल्ने होइन, आफ्नो सेड्युल छोडेर। कसैले माया गरेर दियो भने पनि खाइहाल्ने, आफूलाई मन परेको कुरा बाटोमा देख्यो भने किनिहाल्ने होइन। इभन हाम्रो पेट खाली छैन होइन, खाइहाल्ने। अब चाहिँ म के सिक्दैछु भन्दाखेरि लाइफमा जब मस्त भोक लाग्छ होइन, कुरकुर गर्छ पेट, अनि मात्रै खानेकुराहरू खानु पऱ्यो नि। यो चाहिँ तपाईँको मिठो हुन्छ क्या। र वान अफ द तपाईँ हजुरको चाहिँ कस्तो भन्दा पनि यो मेरो फेभरेट सुपहरूमध्ये। यो सुप चाहिँ के पनि पाउँछ भन्दाखेरि पोर्कको सुप पनि पाउँछ, चिकनको सुप पनि पाउँछ हामीले यहाँनिर रेस्टुरेन्टमा। गोरुको सुप, यो सुप पनि पाउँछ होइन। अनि हजुरको त्यो के भन्छ लेगुमै हुन्छ होइन, त्यसको सुप नि। लेगुम भनेको हजुरको जस्ट तरकारीको मात्रै का भेज आइटमको। तर मलाई चाहिँ यो फासोले भन्ने यो सुप हुन्छ, यो थोरै यसको यो राजमा होला हौ सायद, यसको नाम राजमा होला हौ। अनि यहाँनिर सुँगुरको मासु मिसाइन्छ। तर यहाँको सुँगुरको मासुमा हाम्रो रेस्टुरेन्टमा चाहिँ छाला भएको मासु लगभगै हामीले खानै पाइएको छैन क्या। छाला भएको चाहिँ हामीलाई पनि सुँगुरको मासु खानु दिनुहुन्छ, तर त्यहाँ छाला हुँदैन क्या। मतलब बाहिरको भाग हुन्छ नि सुँगुरको, त्यो बाहिरको भागको त्यो बोसको भाग, छालाको भाग हुँदैन क्या। पिस पिस मात्रै हुन्छ, त्यो पनि फल फल हुन्छ क्या। त्यही भएर मजा आउँदैन। यो पनि फेरि एकदम डिप फ्राई गरेको हुन्छ होइन, राम्रो चाहिँ हुँदैन। तर पनि हजुरले के गर्ने, अब हामी यस्तै छौँ। जिन्दगीमा धेरै प्रकारको खानाहरू खानुपर्छ।
यो खोर्सानी फेरि अमिलो हुन्छ क्या फेरि हजुर मान्छे पनि हेर्दै गर्नुपर्छ यहाँनिर खाना मिल्दैन कि कोअर्डिनेटर म्यानेजरले देख्यो भने चाहिँ फेरि कराउँछ किन खाएको भन्छ मिठो Bună ziua! Sus, domnul. Acolo este scara. Urcați sus. ल आजको भिडियोलाई यहीँ अन्त गरौँ ल अर्को भिडियोमा हाम्रो फेरि भेट हुन्छ